कहाँ हामीलाई सेकेन्ड डिभिजनको टिमले पनि जित्न सक्छ त केटा हो। कहाँ हामी अरू क्लब जस्तै हो त केटा हो। हामी त जितेर आयो केटा हो। आल्बासेटेको होममै गएर 2-1 विन निकालेर आयो। टफ थियो गेम, अभियसली साँच्चीकै टफ थियो। त्यही माथि ऱ्यासफोर्डको मिस हरेक हरेक गेममा। अब त हामी त युज टु भइसक्यो केटा हो, गेम मिस हुन्छ भनेर। गेममा मिस गर्छन् भनेर युज टु भइसक्यो। ऱ्यासफोर्डको मिस, त्यसपछि फरानको मिस, युज टु। फरानलाई मैले एउटा नयाँ उपाधि, नयाँ औषधि ल्याएको छु फरानको लागि। फरानलाई अब गोलकिपर राख्नुपर्छ। गोलकिपर राख्दा बित्तिकै केटा हो एक्सपेक्टेसन त हुँदैन यसले गोल हान्दैन भनेर। कि त कोच राखिदिउँ केटा हो, एसिस्टेन्स कोच राखिदिउँ कि त, त्यो हुनसक्छ। अनि केटा हो हाम्रो जेरार्ड मार्टिन केटा हो, जेरार्ड मार्टिनले लास्ट गोल बचाएर हामीलाई बचाएको छ। गेमै बचाइदियो केटा हो। लास्ट गोल बचायो नि जुन गोल लाइन क्लियरेन्स, त्यसले गर्दा चाहिँ हामीलाई गेमै बचाइदियो केटा हो। किनकि 2-2 हुन्थ्यो। त्यो लास्टको चाहिँ फरानको गोल अफसाइड भएर चाहिँ होइन, म त गोल छ भन्दै बसेको ढुक्क जित्यो होइन। लास्ट टाइम कस्तो जेरार्ड मार्टिनले बचाएर अनि हामीले गेम जित्न पुग्यौँ। एनिवे कङ्ग्रेचुलेसन केटा हो, कोपा देल रेको सेमी फाइनलमा पुगिसकेको छौँ हामी। अब अर्को ट्रफी पनि आउँदैछ केटा हो, आउँदैछ है। कङ्ग्रेचुलेसन्स। र अनि पछि भेटौँ ल, अलिकति चाहिँ बाई बाई केटा हो।